ज्ञान की देवी, विद्या की अधिष्ठात्री माता सरस्वतीलाई कोटी कोटी प्रणाम। आज धेरै भक्तजनको मनमा एउटै प्रश्न उठिरहेको छ। सन् 2026 मा 23 तारिख वा 24 तारिख कुन दिन श्री श्री सरस्वती पूजा गर्नु राम्रो हो? आज हामी यही प्रश्नको शास्त्रसम्मत, सरल र स्पष्ट उत्तर यस भक्तिमय वाणी मार्फत बुझ्नेछौँ। माता सरस्वती ज्ञान, बुद्धि, विद्या, सङ्गीत, कला र वाणीकी देवी हुनुहुन्छ। विद्यार्थी होस् वा शिक्षक, कलाकार होस् वा साधक, सबैका लागि माता सरस्वतीको कृपा अत्यन्त आवश्यक छ। यसैले हरेक वर्ष माघ महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा माता सरस्वतीको पूजा गरिन्छ, जसलाई हामी वसन्त पञ्चमी पनि भन्छौँ। यदि तपाईलाई यस्तो जानकारी मन पर्छ भने फेसबुक पेज फलो गरिदिनुहोला, भिडियो लाइक र कमेन्ट गर्नुहोला र हाम्रो युट्युब च्यानल गीता जीवन ज्ञान 5K लाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, सरस्वती पूजा तारिखले होइन, तिथिले गरिन्छ। तारिख भनेको अङ्ग्रेजी क्यालेन्डरको मिति हो, तर तिथि भनेको चन्द्रमाको चाल अनुसार हिन्दू पञ्चाङ्गमा निर्धारण गरिएको समय हो। कहिलेकाहीँ एउटै तिथि दुई फरक तारिखमा पर्न सक्छ र कहिलेकाहीँ एकै तारिखमा दुई फरक तिथि पनि पर्न सक्छ। अब मुख्य प्रश्नमा आउँ। सन् 2026 मा 23 तारिख वा 24 तारिख कुन दिन श्री श्री सरस्वती पूजा गर्नु राम्रो हो? उत्तर स्पष्ट छ। जुन दिन माघ शुक्ल पञ्चमी तिथि पर्छ, त्यही दिन सरस्वती पूजा गर्नुपर्छ। यदि पञ्चमी तिथि 23 तारिखमा पर्छ भने 23 तारिख पूजा गर्नुहोस्। यदि पञ्चमी तिथि 24 तारिखमा पर्छ भने 24 तारिख पूजा गर्नुहोस्। र यदि पञ्चमी तिथि 23 बाट सुरु भएर 24 सम्म रहन्छ भने सूर्योदयमा पञ्चमी रहेको दिन पूजा गर्नु शास्त्रसम्मत मानिन्छ। शास्त्र अनुसार देवी देवताहरू तिथिसँग सम्बन्धित हुन्छन्। गलत तिथिमा गरिएको पूजा पूरा फलदायी हुँदैन, तर सही तिथिमा साँचो श्रद्धाले गरिएको पूजा अत्यन्त शक्तिशाली हुन्छ। यसैले भक्तजनहरू, पूजा गर्नु अघि आफ्नो स्थानीय पञ्चाङ्ग हेर्नुहोस् वा विद्वान पण्डितसँग पञ्चमी तिथि अवश्य सोध्नुहोस्। केवल आज 23 हो वा आज 24 हो भनेर पूजा नगर्नुहोस्। पञ्चमी तिथि मिल्यो भने मात्र पूजा गर्नुहोस्। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक गर्नुहोस्, शेयर गरेर अरूसम्म पुर्याउनुहोस्, कमेन्टमा लेख्नुहोस् जय माता सरस्वती। यस्तै भक्तिमय र सही जानकारीका लागि गीता जीवन ज्ञान 5K लाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। माता सरस्वतीले हामी सबैलाई ज्ञान, विवेक र सद्बुद्धि प्रदान गरून्। जय माता सरस्वती। ओम ऐं सरस्वत्यै नमः।